स्याङ्जा वालिङमा यतिखेर रवि लामिछानेको यो समर्थन यहाँ हामी देख्न सक्छौँ। यतिखेर भेरी गुड जय घन्टी स्पिकर चलेन स्पिकर एक सेकेन्ड है जान्थ्यो धन्यवाद एक सेकेन्ड अनि जय घन्टी भन्दा त स्याङ्जाले सबै सुन्ने गरी पो भन्नुपर्छ जय घन्टी हस् आज यहाँ उपस्थित सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू चुनावी सभा तपाईँहरूसँग भेटघाट गर्नका लागि हामी आएको हौँ। यो भेटघाटमा तपाईँले यो बाटोमा आउँदा आउँदै देखाउनु भएको यो माया यसका लागि म तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो मायालाई म व्यक्तिगत सम्पत्ति बनाउने पक्षमा छैन, यसलाई राष्ट्रिय सम्पत्ति बनाउने छ। कहिले भने 21 गते यो राष्ट्रको सम्पत्ति हो। हुन त व्यक्तिका रूपमा राज्यले अन्याय गर्दा मेरा लागि आँसु बगाउनु भएको छ, हस्ताक्षर गर्नुभएको छ, मैले बिर्सेको छैन, मैले याद गरेको छु। मलाई थाहा छ तर त्यो मेरो व्यक्तिगत सम्पत्ति होइन, यो देशको सम्पत्ति हो। तपाईँले दिनुभएको एक साथ र समर्थन यो देशको हितका लागि खर्च गर्नेछु। म त्यो बाचा गर्न चाहन्छु। यो यात्रामा राजनीतिको यो यात्रामा कयौं उतार चढावहरू आए, कहिल्यै ठगाई लागेन, कहिल्यै हार मानिएन, यिनीहरूसँग कहिल्यै शिर झुकाइएन, सधैँ आँखामा आँखा जुदाएर कुरा गरियो। यही तपाईँको आँट साहस, यसैको आँटले मलाई सधैँ हिम्मत दिलो बनाएको छ। मलाई हिम्मत दिनुहुने आमा बा दाजु धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब संसदमा हामीलाई बहुमत चाहिएको छ। यो देशको भाग्य र भविष्य अब तपाईँहरूले आफैले बदल्ने हो, कसैको आश गर्ने होइन, कसैको भर पुग्ने होइन। हामी अब साथीहरू बोकेर आएका छौँ। यहाँ साथ दिनका लागि छविडुम्रे एउटा उम्मेदवार मात्र होइन, मेरो एउटा यस्तो भाइ हुनुहुन्छ सुरुवाती दिनदेखि उहाँले एउटा आत्मीयता राजनीतिक संस्कार देखाउनु भएको छ। यो ठाउँले खोजेको उम्मेदवार तपाईँहरूले नै अगाडि सार्नु भएको छ। म उहाँको लागि अग्रिम बुकिङ गर्न आएको, भोट माग्न त आउनै पर्दैन, मैले देखिसकेँ भन्ने कुरा मलाई थाहा छ। यस पटक हामीले इतिहास लेख्ने हो। इतिहास भोट होइन, भोट मात्र हाल्ने होइन, यसपटक इतिहास लेख्ने हो। त्यसका लागि तपाईँहरू तयार हुनुपर्ने हुन्छ। हाम्रा तमाम समस्याहरू यही राजमार्ग सिद्धार्थ हाइवेको कुराकानी गर्नुहोस्, कहिलेदेखि बनेको यो आजसम्म स्तर उन्नति भएको छैन। किन भएन भने यिनलाई आफै अगाउन पुगेको छैन। यिनले देशको के हेर्थे, अब यिनीहरूको आश होइन, आफै गर्ने हो। हामीले 101 अब्बल उम्मेदवारहरू, युवा उम्मेदवारहरू उठाएका छौँ। किन राष्ट्रसभालाई भोट हाल्ने म बताउँछु। राष्ट्रसभा त्यस्तो पार्टी बनेको छ अहिले, सबैभन्दा बढी युवा उम्मेदवार उठाउने पार्टी राष्ट्रसभा हो, सबैभन्दा बढी महिला उम्मेदवार उठाउने राष्ट्रसभा हो, सबैभन्दा बढी दलित मुस्लिम सीमान्तकृत थारूहरूलाई उठाउने पार्टी राष्ट्रसभा हो, सबैभन्दा बढी युवा उम्मेदवार राष्ट्रसभामा छन्, सबैभन्दा बढी जेनजी उम्मेदवार राष्ट्रसभामा छन्, शहीद परिवार घाइते परिवार सबै राष्ट्रसभामा छन्, डाक्टरहरू सबैभन्दा बढी, इन्जिनियर सबैभन्दा बढी, चार्टर्ड एकाउन्टेन्ट सबैभन्दा बढी, नेपाली जनताको माया सबैभन्दा बढी। त्यसकारण घन्टी र काम गर्न 5 वर्षको स्थायी सरकार दिनुहोस्। काम गर्न सकिएन भने तपाईँ मलाई भन्न सक्नुहुनेछ, घन्टी बजाउने मात्र होइन, घन्टीले बजाउन पनि मिल्छ। त्यो ढोक्काउनु होला तपाईँहरू। जुन घन्टी बजाउँदै आज तपाईँ घर घरबाट चोकमा निस्किनु भएको छ। स्थायी सरकार दिएर पनि यसले काम गर्न सकेन भने त्यही घन्टीले बजाउन मिल्छ, राजनीतिक रूपमा बजाउन मिल्छ। अर्थात् हामीलाई राजनीतिक रूपमा सजाय दिन मिल्छ तपाईँले। हामी पटक पटक होइन, एक पटक स्थायी सरकारको अपेक्षा गरेका छौँ। यो देशको आवश्यकता हो। मलाई थाहा छ सबैको घरमा राजनीतिक दल छ, आस्था छ। राष्ट्रसभा जन्मिनुभन्दा अगाडिदेखि तपाईँले जन्मेदेखि अहिलेसम्म विभिन्न पार्टीलाई भोट हाल्दै आउनुभयो, विभिन्न नेता भयो। तपाईँको आस्था, तपाईँको विश्वासलाई चलाउने, त्यसलाई जिस्काउने मेरो कुनै अभिप्राय छैन। तर देख्नुभयो 35 वर्षसम्म मौका पाउँदा पनि राजनीतिक दलहरूबाट केही पार नलागेपछि हामी बाध्य भएर निस्किएका हौँ। हामीलाई रहर थिएन राजनीतिमा आएर गाली खाने, हामीले यिनीहरूका सत्यत्र आरोपहरू सहन पर्ने केही जरुरत थिएन। जेल नेल भोग्न, रुन, कराउन, दौड्न, पसिना पसिना भएर गाउँ सहर डुल्न हामीलाई केही पनि जरुरत थिएन। के फाइदा छ व्यक्तिगत रूपमा? दुःख बाहेक केही पनि छैन। तर एक पटक त्याग गरेपछि, एक पटक दुःख गरेपछि देश बन्छ। हामीलाई विश्वास छ तपाईँको आँखाले, जुन आँखाले तपाईँले आज आशा र भरोसाका साथ हेर्नु भएको छ नि, यही आँखामा राखिरहनु होला। आशा र भरोसाको यो दियो हामी निम्न दिँदैनौँ, हामी त्यसलाई जगाएर छोड्दैछौँ। यसपटक हामी व्यक्तिको कुरा गर्दैनौँ, कुनै दलको कुरा गर्दैनौँ, अर्को दलको नेताको कोही कटाक्ष गर्दैनौँ, तर विधि र विसङ्गतिको जरो खाल्ने हो, जरो खाल्ने हो।
कसैलाई लाग्ला रासोपा डराउँछ, एक थोपा डराउँदैन, कसैसँग डराउँदैन। कसैलाई लाग्ला रासोपाले कसैलाई कुनै भ्रष्टलाई या कसैलाई बोक्छ, कसैलाई बोक्दैन। झुक्किएर कसैले कोही काँध चढेछ भने भैँमा पछार्छ रासोपाले, चढाउ कसैलाई बोक्दैन। यति कुरा ढुकाउनु होला। यो चुनावी मैदान हो, यो चुनावी सभा, यो भूमि हो, यो महाभारत हो। यो यात्रामा जोडिएका साथीहरूलाई सकेसम्म इमान्दार, निष्ठावान, क्षमतावान साथीहरूलाई छोडेर लिएर गएका छौँ। तपाईँको भोट लिएर जान्छौँ। झुक्किएर कसैले बदमासी गरे यही चोकमा ल्याएर तपाईँलाई बुझाउने आँट र साहस छ। म तपाईँलाई यही वार्ता गर्न चाहन्छु। झापी डुम्रे जसका लागि म आज तपाईँसँग यहाँ उभिएको छु, जसका लागि तपाईँसँग म उभिएको छु, धनञ्जयजी अर्को क्षेत्रको हुनुहुन्छ, जसका लागि म उभिएको छु। तपाईहरूलाई साक्षी राखेर दुई उम्मेदवार, आफ्ना होनहार उम्मेदवारलाई अगाडि राख्दै म यो चोकमा वाचा गर्न चाहन्छु कि तपाईँले दिनुभएको भोटको दुरुपयोग यी साथीहरूले गरेछन् भने यिनलाई यही चोकमा ल्याएर बुझाउँछु। गर्ने के हो तपाईँको जिम्मा। यो तर एक पटक 5 वर्ष स्थायी सरकार चलाउँ, यो बेचिदी र विसङ्गति भ्रष्टाचारको जरो उखेलेर फालौँ, त्यसपछि मुलुकले गति लिन्छ। मलाई धेरैले सोध्नुहुन्छ तिमीहरूको भिजन के हो, एजेन्डा के हो, आदर्श के हो, दर्शन के हो। आदर्श, दर्शन, सिद्धान्त, भिजन सबै छ। हेर्ने समय निकाल्नुहोस्, लेखेका छौँ, बोलेका छौँ। तर व्यक्तिको जरो नउखालिकन, भ्रष्टाचारलाई नफालिकन जति लेखे पनि, जति सिद्धान्त ठाँटे पनि केही पनि हुनेवाला छैन। पहिला व्यक्ति फाल्ने, पहिला विसङ्गति फाल्ने, जति भोग लाए पनि थाल खान सकिन्न, घाँस खाने हो। पहिलो घाँस भनेको भ्रष्टाचारको अन्त्य हो। पहिलो घाँस भ्रष्टाचारको अन्त्य हो, विधिको शासन हो, कानुनी राज्यको स्थापना गर्ने हो। बस यति गर्न सक्यो भने बाँकी सब ठेगान लाग्छन्। एकपटक भ्रष्टाचारमा कुचो चलाउन सुरु गरौँ। 4वटा मन्त्रालय लिएर गृह मन्त्रालय सम्हाल्दाखेरि यिनीहरूको मुटुमा घन्टी होइन ढ्याङ्ग्रो बजेको तपाईँलाई थाहा छ नि। जब सिंहदरबारमा घन्टी छिर्छ नि, घन्टी छिरेपछि बजाउँछ। यति कुरा ढुकाउनु होला, यति कुरा निर्धकाउनु होला। म आज यो चुनावी सभा नभए पनि यति भन्न सक्छु कि सक्षम उम्मेदवारहरू हामीले लिएर आएका छौँ। तपाईँहरूले एकपटक इतिहास रच्नुपर्नेछ। म फेरि पनि भन्छु, म कसैसँग प्रतिस्पर्धा गर्न आएको होइन। पुराना राजनीतिक दलका साथीहरूप्रति मेरो कुनै कटाक्ष छैन, उहाँहरूलाई मेरो शुभकामना नै छ। तर उहाँहरूले पनि अब आफूलाई होइन हाम्रा उम्मेदवारलाई भोट हाल्नुपर्छ, किनकि 35 वर्ष हेरिसक्यो, अब के हेर्ने। बाध्यता बुझ्छु म उहाँहरूको बाध्यता बुझ्छु। पार्टीले टिकट दिएको छ, उठ्नै परिहाल्यो। उठ्नुहोस्, स्वस्थ प्रतिस्पर्धा गर्नुहोस्। तर खबरदार नोटको पिटो बोकेर नहिँड्नुहोस्। अब जनताले नोटको पिटोमा विश्वास गर्दैनन्। अब जनतालाई झुक्क्याउन पाइँदैन, जनताको विवेकलाई चिकना दिन पाइँदैन। किनकि अब हामीले धेरै हिसाब मिलाउनु पर्नेछ। धेरै मेरो हिसाब होइन, देशको हिसाब मिलाउनु पर्नेछ। देशको हिसाब मिलाउनका लागि यसपटक तपाईँले बेहिसाब 21 गते विवेकपूर्ण मतदान गर्नुपर्नेछ। म तपाईँहरूको लागि अग्रिम बुकिङ गर्न मात्र आएको, भोट माग्न आएको होइन। भोट त तपाईँको आँखाले भनिसक्यो के गर्ने भनेर, मैले देखिसकेँ। यो विशाल समुदायले बताइसकेँ। मन डरो पार्नु होला। र कसैले भन्ला तपाईँहरूलाई, ए बाबु भइगयो नि त, एउटा भोट प्रत्यक्षमा हालिदेऊ, अर्को भोट हाम्रो पुरानो पार्टीलाई गर्वैदेखिको हामी फलानु भन्ला, या हामी त गर्वैदेखिको समानुपातिक यता प्रत्यक्ष यता र उता भन्ला। यता उता दायाँ बायाँ होइन, सिधा घन्टी। भन्न पाइन्न। भोट नमान्ने, भ्रष्टाचार सबै सक्ने भने सबै भोट घन्टीलाई हो कि आधी राख्ने आधी गरौँ। तपाईँको विचार कि आधी राख्ने हो? यो भ्रष्टाचारलाई अलिकति राख्ने कि राख्दै नराख्ने हो भने प्रत्यक्ष पनि घन्टी, समानुपातिक पनि घन्टी, यहाँ पनि घन्टी, त्यसै गरी घन्टी। सबैको जय होस्, जय देश, जय घन्टी।